हेलो यो ट्यान मार्क्स चाहिँ अस्ति मैले भिडियो पोस्ट गराएको थिएँ नि त्यही ट्यान मार्क्स हो साथीहरूलाई चाहिँ ट्यान मार्क्स बनाएर मात्रै के राखेर पनि देखाउन बिफोर र आफ्टरको भिडियो देखाउन भनेर भन्यो के त्यही भएर आज म चाहिँ यो ट्यान मार्क्स मेरो फेसमा एप्लाई गरेर बिफोर एन्ड आफ्टर देखाउँदैछु मैले चाहिँ मेरो स्किन चाहिँ मजाले फेस वासले पुरै लाएर सफा गरिसकेको छु अब हेर्नुहोस् है त म यो ट्यान मार्क्स कसरी लाउँछु यसलाई चाहिँ यस्तो गर्ने के मजाले फिट्ने पहिला मैले चाहिँ यो फ्रिजमा राखेर त एकदम चिसो छ एकदम आनन्द हुन्छ यसले चाहिँ सबै ठाउँमा लाउने म चाहिँ यो ब्रस युज गर्छु लाउनको लागि मजाले एप्लाई गरिदिने कि इभन सबै ठाउँमा मेरो चाहिँ यो स्विमिङ गर्न गएको बेला जहिले ट्यान हुने के म अस्ति फेरि एकचोटि स्विमिङ गएको थियो 2-3 दिन भयो फेस एकदम कालो हुन थालेछ त्यही भएर मैले यो ट्यान मार्क्स चाहिँ बनाएर राखेको थिएँ यो आँखामा अलिकति यो के किराले तोकेछ त्यही भएर मैले हिजो चाहिँ लाइन आज चाहिँ लाउँदैछु ट्यान भइहाल्ने कि अलिकति त्यो फेयर स्किनमा चाहिँ अलिकति घाममा गयो भने त्यही दिन चाहिँ रातो हुने अनि भोलिपल्टदेखि चाहिँ अलिक कालो कालो हुने के म चाहिँ रिएप्लाई गर्छु यता मेरो चाहिँ यो गाला अलि बाहिर निस्केछ नि त अलिक पुक्ख भएकोले गाला नाक अनि यो निधार के मेन एफेक्ट गर्ने चाहिँ त्यो कामले स्विमिङ गर्न जाँदाखेरि यसरी ब्याक फ्लोट गर्दाखेरि घाममा पऱ्यो भने चाहिँ मजाले बिग्रिने छाला अस्ति पनि मेरो छाला यस्तो ड्यामेज भएको थियो कि म भिडियो यो फोटो हेर्नुहोस् है त यो फोटोमा चाहिँ मेरो छाला कस्तो थियो हेर्नु त रातो कि यो अनि यहाँ चाहिँ पुरै रातो भएको थियो त्यो भनेको घामले पुरै ड्यामेज गरेको कि स्किन यो ट्यान मार्क्स लाउँदाखेरि नै कस्तो पोल्थ्यो थ्याङ्क गड यो टाइम चाहिँ मेरो त्यस्तो साह्रो ट्यान भएको छैन तर आफैले रियलाइज हुन्छ कि गोरो मान्छेहरू ऐनामा हेर्ने बेलामा टाढैबाट कस्तो देखिन्छ नि आफ्नो फेस त तर जब यो ट्यान हुन्छ नि अगाडि गएर हेर्नु पर्दो रहेछ कि फेस चाहिँ अलिक गाह्रो हुने के आफ्नो फेस चिन्नलाई पनि यो पालि त त्यस्तो साह्रो ट्यान छैन अस्तिको पालि त मेरो फेस त हेर्न लायक पनि थिएन